शिक्षा र स्वास्थ्य जस्ता कुराहरू यदि हाम्रो नेपालमा फ्रीमा हुन्थ्यो, गुणस्तरीय हुन्थ्यो भने नेपालको 90% भ्रष्टाचार चाहिँ रोकिन्थ्यो होला हो। जन्मेर यत्रो भयो, धेरै देखियो, बुझ्यो, त्यो विदेशी भूमिमा कस्तो खालको सुविधा हुने रहेछ त्यो पनि देखियो। यदि नेपालमा पनि यतिको हुन्थ्यो भने भ्रष्टाचार हुँदैन थियो। शैक्षिक गुणस्तर सरकारी विद्यालयहरूमा एकदमै कम छ। प्राइभेट विद्यालयहरूमा फी तिर्नको लागि त्यो सामान्य जागिर खाने मान्छेहरूले फी तिर्न सक्दैनन्। कृषक, सानोतिनो पसल गर्ने मान्छेहरू, व्यापार व्यवसाय गर्ने मान्छेहरूले सक्दैनन्। एउटा राम्रो खालको विद्यालयहरूमा 15-20 हजार छ मन्थली फी। कसरी सक्ने? अब स्वास्थ्यको कुरा गर्नुहुन्छ भने तपाईँ हस्पिटल जानदेखि लिएर, हस्पिटलको खर्चदेखि लिएर, औषधि पानीदेखि लिएर, यदि तपाईँलाई कथम कदाचित कुनै ठुलो खालको रोग लाग्यो भने आफ्नो भएका जाए जेथा बेचेर पनि बाँच्न सकिँदैन। बरु त्योभन्दा अगाडि म केही विषै खाइदिन्छु, म मर्छु, मेरो जाय जेथा नि सकिँदैन, मेरा भावी पुस्ताले चाहिँ त्यो ऋणमा डुबेर बाँच्नु पर्दैन भन्ने खालको मेन्टालिटी स्टार्ट हुन्छ कि। मलाई पर्सनली त्यस्तो लाग्छ। मलाई यदि कुनै रोग लाग्यो भने मेरो उपचार गर्नु पर्दैन, अलिअलि भएको पैसा बरु मेरो छोरीलाई पाओस्, मलाई उपचार गरेर त्यो पैसा सकेर उसको भविष्य अन्धकार बनाउनु छैन। त्यस्तो खालको सिचुएसन छ नेपालमा। यदि यो सिचुएसन हुँदैन थियो भने मान्छेले पैसा जम्मा पारेर थुपारेर राख्न त्यति धेरै आवश्यक छैन कि। घुम्नकै लागि, डुल्नकै लागि त्यति धेरै मान्छेहरूले देशै खाने हुन्छ नि, देशलाई नै धराप पार्ने काम गर्छन् होला जस्तो लाग्दैन। अघि मैले एउटा भिडियो हेर्दै थिएँ, ठ्याक्क मलाई मेरो बुवाको एउटा घटना याद आयो। मेरो बुवालाई चाहिँ पहिले टिबी थियो, त्यस पछाडि दम भयो, दम पछाडि कोरोना पनि लाग्यो, अनि खैर एकदमै बिरामी भइराख्ने, महिनामा 2-3 चोटि हस्पिटल जानुपर्ने के। अनि हाम्रो घरबाट हस्पिटल, गभर्मेन्ट हस्पिटल पनि 7 किलोमिटर 8 किलोमिटरको दूरीमा थियो। एम्बुलेन्सले 1500-2000 लिन्थ्यो कि, मिनिमम 1000-1200। अनि महिनामा 3 चोटि 4 चोटि हस्पिटल जाँदाखेरि औषधि उपचार त छुट्टै, एम्बुलेन्सकै पैसा कति लाग्यो। त्यो टाइममा काठमाडौँमा चाहिँ मेयर बालेन हुनुहुँदो रहेछ। मलाई त्यो बेला थाहा थियो होला कि थाहा थिएन होला, अहिले मैले याद छैन। तर बुवालाई एकचोटि चाहिँ एकदमै गाह्रो भएर 3 वर्ष अगाडि चाहिँ हामीले हस्पिटल लग्यौँ। भक्तपुर हस्पिटलबाट दाइले चाहिँ उता गङ्गालाल लानुभयो, अनि गङ्गालालबाट भोलिपल्ट फेरि हामीलाई भक्तपुर पठाइयो। अनि म एम्बुलेन्स बोलाउँछु भन्दाखेरि चाहिँ 102 मा फोन गऱ्यो भने फ्रीमा एम्बुलेन्स आउँछ भने म छक्क परेँ, मलाई थाहै थिएन कि। अनि त्यहाँ चाहिँ एउटा मेडिकल असिस्टेन्ट पनि हुनुहुँदो रहेछ होइन। तपाईँको ब्लड प्रेसरदेखि लिएर, तपाईँको अक्सिजन लेभलदेखि लिएर त सबै नाप्ने मेसिनहरू पनि त्यहीँ छ जोडिएको होइन। अनि चिया खर्च हामीले आफ्नो खुसीले दिन मिल्ने रहेछ होइन। 500 200-400 आफ्नो खुसीले दिने, तर त्यहाँ पैसा चाहिँ नलाग्ने क्या। तपाईँले यति तिर्नुपर्छ भनेर त्यो एम्बुलेन्सलाई पैसा नलाग्ने रहेछ। अनि हामीले त्यहाँबाट बोलायौँ, त्यहाँबाट भक्तपुर गयो, भक्तपुरबाट फेरि हामीलाई रेफर गरेर मनमोहन पठायो। मनमोहन लगभग दिनमा 3-4 चोटि चाहिँ हामीले एक दिनमा हस्पिटल चेन्ज गर्नु परेको थियो कि त्यो दिन। अनि सजिलो के भयो भन्दाखेरि हामीले एम्बुलेन्सको लागि पैसा खर्च गर्नु परेन। अहिले आएर बुझ्दाखेरि त्यो एम्बुलेन्स सेवा चाहिँ काठमाडौँको मेयर बालेन शाहले सुरु गर्नुभएको रहेछ काठमाडौँ उपत्यकामा। हामी चाहिँ काठमाडौँको हस्पिटलतिर घुमिरहेको भएर सायद हामीले त्यो सेवा पायौँ, के हो थाहा भएन। तर त्यो सेवा चाहिँ हामीले उपयोग गर्ने मौका पायौँ। त्यसले पनि धेरै सजिलो भयो कि बिरामीलाई। त्यो 4-5 हजार त बिरामीको उपचारमा पनि सहयोग भयो नि त, त्यो एम्बुलेन्समा तिर्ने पैसा सामान्य कुरा हो। तर यति साना साना कुराहरूले पनि परिवर्तनमा ठुलो टेवा पुर्याउने काम गर्दा रहेछन्। हाम्रा हरेक त्यस्ता तहमा, नेतृत्व तहमा बसेका व्यक्तिहरू, आफ्नो ओहदामा बसेका व्यक्तिहरूले यस्तो सानो सानो कुराहरू जो चाहिँ उहाँहरूले सक्नुहुन्छ, परिवर्तन गर्न चाहनुभयो भने, परिवर्तन गर्नुभयो भने त्यसका जनताहरूले अहिले मिडल इस्टमा आफ्नो ज्यानै माया मारेर कतिखेर के हुन्छ भनेर डराएर बस्नु पर्दैन थियो।
युरोपियन कन्ट्रीमा गएर पनि आफ्नो देश, आफ्नो धर्म, आफ्नो कल्चर सबै बिर्सेर भविष्यको लागि भनेर सोच्नु पर्दैन थियो। आफ्नै देशमा बसेर दुःख सुख एउटा शिक्षा र स्वास्थ्य पायो भने त खानलाई त आफ्नो खान बाँच्नुको लागि त सानोतिनो काम गरेर पनि पुग्छ कि। त्यति एउटा चाहिँ अबको सरकारबाट सबैले आशा गरिरहेछन्। ठुल्ठुला उद्योग खोल्ला सरकारले होइन, देशलाई युरोपियन कन्ट्री जस्तो धनी बनाउला। मलाई त त्यो एक्सपेक्टेसन पनि छैन। मात्र एउटा शिक्षा र स्वास्थ्य चाहिँ फ्री होस्। त्यसको लागि चाहिँ ला म बिरामी भयो भने कसरी उपचार गर्ने होला भनेर मैले सोच्न नपरोस्। ला मेरो छोरीलाई अब कहाँ गएर पढाउने, कसरी पढाउने, मैले फी तिर्न सक्दिनँ भनेर मैले चिन्ता लिन नपरोस्। यति चाहिँ मेरो आशा छ अबको सरकारबाट।